के बोल्ने एकदम भात खाने होइन यस्तै छ ड्युटी जाने आउने भात पकाउने भात खाने खुवाउने फेरि भाँडा माझ्ने आफैले कसलाई खुवाउने आज त म बाबु मुखबाङ भिडियो भात खाएर है ताम्रो त यो लैजानु पुरै खुट्टाएर बसेर मैले भात खाने यति नै हो एक मिनटको लागि तातो पानीले माख्नुपर्छ भएर त्यो कम कम खाने भिडियो त्यस्तै चल्दै गर्ने कालो थियो र हो होला मान्दैन अलि त्यो उसित मोलेर खानु न अनि पो बल्ल नुनेर पनि लाग्छ हो त्यसरी फेरि गजन गजन बनाउँछ भन्नु अनि यति यति मोल्दै उ गर्दै गर्नु नि त अनि किन सबै गजन गजन गर्नु पऱ्यो त नि धेरै खाएँ अहिले भात खानु भएको कति पो भयो यो हेर्ने मान्छेले के भन्छ के भन्ने त हेर्ने मान्छे भन्नु न अब हजुर केही छैन के भन्नु के भन्नु जिन्दगीमा दुःख सुख सबैलाई छ होइन अब खानाको लागि नै कहाँ कहाँ आफ्नो गाउँ ठाउँ छोडेर हिँड्नुपर्छ 2-4 पैसा कमाउनको लागि जान परिवारलाई अब दुःख सुख जे जस्तो भए पनि यसरी बसेर सँगै बसेर खाँदाखेरि दुःख भएको महसुस हुँदैन होइन जति दुःख गरे पनि खाने बेलामा यसरी सँगै बसेर खानु नै सबैभन्दा ठुलो कुरा चाहे दिनको 100-150 रुपियाँ कमाओ तर खाने बेलामा बुढाबुढीले चट्ट रोटी नै खान पऱ्यो भने सँगै बसेर यसरी खाएको मजा बेग्लै छ रोटी त झन् राम्रो हो जे भए पनि खाना खाँदा जम्नु म त खाइनँ त्यही भएर पैसा ठुलो होइन त नभनौँ तर आफ्नो आफ्नो ठाउँमा रोल छ सबैको पैसा पनि आफ्नो ठाउँमा रोल राम्रै छ पैसाको पछि लागेर परिवार छोडेर टाढा टाढा नजाने बरु परिवारसँगै बस्ने काम गर्ने जे जति कमाउन सकिन्छ कमाउने सँगै बस्ने 2 दिनको जिन्दगीमा सँगै खाने त्यसै मलाई जिन्दगीभर पल्तन डुलाउनुहुन्छ मैले त्यही भन्न चाहेँ धन्यवाद अब खाने हुन्थ्यो भने त है अहिले त जिम बल्ने आएको थियो मजा हुन्थ्यो नि भिडियो बनाउँदै कतै खूब मिठो भयो मिठो भयो बेसरी लाउनु यो नै खानु सक्यो म त खान्न त भिडियो त देख्छन् नि के हुन्छ र अनि त्यो कन्सेको को मान्छेले बुढीको जुठो खान्न को मान्छे चोखै बस्छ
भिडियोमा देख्छन् त्यस्तो माने जुठो थियो भन्छन् मेरो फाइनल्ली 10 किलो वेट लस भएछ अब 1 महिनापछि गयो भने अझै 2-4 किलो वेट लस हुन्छ होला ओके बाई 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 गर्दै हुन्छ खानु न पहिला गम खानु न पहिला खाइसकेको पो अनि छि यसको त म फास्ट गर्छु कि दुध हो मलाई कस्तो मै खानु मन लागेन पहिला दही छ त कसले ल्याएको दही अस्ति नैको तर कस्तो हुन्छ प्याकेटको होइन बनाएको अम्ताल ल्याएको उम्, त्यो त बिग्रियो नि। यताको दुध नमिठो के जे पनि नेपालको मिठो